हेलो नमस्कार सबैलाई। 4 दिन बिदामा बिहानै उठ्यौँ, झोला प्याक गऱ्यौँ, बाइक निकाल्यौँ र बुढाबुढी बस्यौँ र यात्रा तय गरौँ प्युठान स्वर्गद्वारीसम्मको लागि। र यहाँ जाँदै गर्दा हामी सल्यानका विभिन्न धार्मिक क्षेत्रहरूको पनि अवलोकन गर्दै रोल्पा हुँदै प्युठानसम्म जाने तयारीमा छौँ। हामी ढिलाबिटबाट भित्र छिरेर कुपिन्ने दहको बाटो हुँदै अगाडि बढ्ने निर्णय गरेका छौँ। तपाईँलाई विभिन्न यात्राका रोमाञ्चक कुराहरू देखाउनेछौँ, हेर्दै गर्नुहोस्। यति बेला बोटे चौरमा आएर हामी आगो ताप्दैछौँ। लास्ट चाहिँ चिसो भयो। के छ म्याडम, ठिक छ? हाम्रो सवारी साधन उहाँ नै हुनुहुन्छ। होप कि उहाँले हामीलाई धोका नदिनुहोस्। बोटे चौरमा चिया चमेना खाएर अब हामी अगाडि बढ्ने उसमा छौँ। ममता होटेल बोटे चौरको। एकदमै चिसो छ, अत्यन्तै चिसोको बावजुद हामी यहाँ आगो ताप्दैछौँ। आगो बाला बोटे चौरमा। यो बाटो बोटे चौरदेखि अगाडिको बाटो हो। बालुवा सङ्ग्रहालय नपुग्दै गर्दाखेरि साइडमा भेरी नदी बगिरहेको छ। यो बिहानीको समयमा मन्द मन्द घाम लागिरहेको छ। बाइकको यात्रा अलिकति रिस्की भए तापनि अत्यन्तै रोमाञ्चक छ। मलाई यो बाटो सधैँ हिँडिरहँदाखेरि एकदम आनन्द फिल हुन्छ। अब हाम्रो यात्रा बालुवा सङ्ग्रहालयबाट कुपिन्टे दहको बाटो हुँदै अगाडि बढ्छ। बालुवा सङ्ग्रहालयबाट उत्तरतर्फ लाग्दै हामी कुपिन्टे दह जान्छौँ। कुपिन्टे दह जाने बाटो पनि अहिले एकदम राम्रो छ। कुपिन्टे दहदेखि अझ माथिसम्म पिच भएको छ। अलिकति साँघुरो बाटो चाहिँ छ, भिरालो ओह्रालो उकालो चाहिँ छ। यद्यपि बाटोमा यात्रा गर्न एकदम यहाँ पनि रमाइलो छ। यहाँ पनि खुब मजा आउँछ। कुपिन्टे दह जाने बाटोमा यस्तो राम्रो भ्यू छ। ट्याक्क मुखमा घाम परेको छ। हेलो साथी, यता हेरौँ त। अनि साह्रै सुन्दर दृश्य छ यहाँनिर चाहिँ। एन्टिलाइट परेर त्यति राम्रो देखिएको छैन। एकदम पछाडि गाउँ छ, एकदम ठुलो भिड छ। लुट्केलाई अलि यता यता आउँ साथी। गइएला उता फेरि है, समाउनु पर्छ फेरि यसरी होइन। नसमाएपछि गाह्रो छ। जीले आफ्नो जिन्दगी बहुत राम्रो। ल कुछ पैसा बैठाकर घुम्न चलिए बनाउने हो कि एन्टी लाइटले केही देखेन। राम्रो भएन भिडियो। कति राम्रो भयो। हामी चाहिँ भर्खरै कुपिन्टे दहदेखि अलिकता माथिल्लो बाटोमा हिँडेका छौँ। अब हाम्रो गन्तव्य भनेको श्रीनगर छ र यहाँ एकदमै राम्रो भ्यू, एकदमै अच्छा नेत्रपान भइरहेको छ। नेत्रपान भइरहेको छ। मेरो बुढालाई मैले मेरो लागि मेरो माया मान्नुहुन्छ भने मलाई एउटा गुराँस टिपेर ल्याइदिनु भनेको छु। अब मेरो बेबी चाहिँ गुराँस टिप्न गइराख्नु भएको छ। ए बुढो सुस्तरी, ओहो मेरै गुराँसको लागि यसरी गुराँसको फुल टिप्न चाहिँ खासमा पाइँदैन। एउटा मात्रै फुल चाहिँ किनेर औषधिको रूपमा प्रयोग गर्न चाहिँ पाइन्छ होइन। यसरी धेरै लामो हाँगा नबार्ने, फुल यसरी झरेर जाने चिज हो। ट्याक्क फुलको जस्ट तलतिरबाट टिप्ने, यसलाई चाहिँ खान नि सकिन्छ है। त्यसमा चाहिँ गुराँस चाहिँ नेपालमा 25 प्रकारका पाइन्छ। एउटा प्रकार हो। यसलाई चाहिँ निकालेर खान नि सकिन्छ। यो औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। तपाईँलाई कुपिन्टे दहदेखि माथिको डाँडामा एकछिन रमाइलो गरेपछि हामी अगाडि बढ्यौँ। एउटा डाँडा काटे पछाडि खलङ्गा बजार आइपुगेको छ। सल्यानको खलङ्गा यो पनि एकदमै रमाइलो डाँडामा रहेको सानो बजार रहेछ। यसपछि श्रीनगर आउँछ। खलङ्गा धेरै ठाउँमा खलङ्गा छ। जुम्लामा पनि खलङ्गा छ, जाजरकोटमा पनि खलङ्गा छ, रुकुममा पनि खलङ्गा छ। खलङ्गा नाम एकदम चर्चित छ। खलङ्गामा हमला एउटा किताब पनि निकै चर्चित छ। यहाँ केही सरकारी कार्यालयहरू पनि हामीले देख्यौँ। सानो बजार, पारिलो घाम ताप्दै हामी बाइकमा अगाडि बढ्यौँ।
हामी सल्यानको खलङ्गामा रहेको बुद्ध पार्कमा छौँ। बुद्ध पार्कमा यहाँ हामी बुढाबुढी आइरहेका छौँ। हेरौँ कस्तो छ यो बुद्ध पार्क, कतिको राम्रो छ, कतिको सुन्दर छ। त्यसपछि हाम्रो यात्रा श्रीनगर गएर खाना खानेछ। बुद्ध पार्क, बुद्धको मूर्ति रहेछ। यहाँ मेरो एकजना बुद्धको चेली आइपुगिन्। पार्क चाहिँ बन्दै रहेछ, अन्डर कन्स्ट्रक्सनमा रहेछ। धेरै चिजहरू बन्न बाँकी छ। एकदम चिसो हावा पनि चलिरहेछ, घाम पनि लागिरहेछ। मौसम एकदम माइन्ड ब्लोइङ छ। कसो बुढी? छिटो अब भने हामी सल्यानको श्रीनगरमा आइसकेका छौँ। श्रीनगर सुन्दर श्रीनगर रहेछ। बस्तीहरू पनि एकदम बाक्लो छ, बजार विस्तार हुँदै रहेछ, ब्याङ्कहरू पनि यहाँ पर्याप्त मात्रामा देखियो। हाम्रो लक्ष्मी सनराइज ब्याङ्क पनि यहाँनिर एउटा शाखा रहेको छ। हामी श्रीनगरमा एउटा करुवा रेस्टुरेन्टमा थकाली खाना खाएर बाँकी यात्रा खैराबाङतर्फको यात्रालाई बढाउनेवाला छौँ। एकछिन बजारलाई हेरिहालौँ, बजार घुमौँ थोरै कस्तो रहेछ र यो बजार विचरण गरिसके पछाडि खाना खाएर हामी यहाँदेखि कम्तीमा 5-6 किलोमिटर माथिपट्टि रहेको खैराबाङ मन्दिरतर्फ जाने हाम्रो निर्णय गरेका छौँ। हामी खैराबाङ मन्दिरमा यतिखेर आइसकेका छौँ। मेरी प्यारी प्राण प्यारी सहित हामी मन्दिर दर्शन पूजाआजाको लागि यहाँ आइसकेको अवस्था के छ? राम्रो छ। हामी गुराँसको फुल सहित यसरी आइरहेका छौँ खैराबाङ मन्दिर। बुढीले नि घन्टी बजाइसकेको छिन्। यसपालि भोट केमा हो? यिनीहरूले भोटका विषयमा खासै बोल्ने गरेका छैनन्। खैराबाङ मन्दिरको यो प्राङ्गणमा हामी यतिखेर आइसकेका छौँ। साथीहरू, यहाँ चाहिँ ठुला ठुला घन्टीहरू राखिएको छ। हजुर 0.5 मै छौँ हामी। कस्तो फिल भयो अरे? खैराबाङमा आएर पुरा कस्तो फिल भयो? आनन्द फिल भयो? आएर दिनभरि बसौँ जस्तो ठाउँ रहेछ यो चाहिँ, होइन? दिनभरि बस्दा पनि खासै फरक नपर्ने खालको ठाउँ। आनन्द हावा चल्ने, झन् गर्मी सिजनमा कति मजा आउँछ होला यहाँ। पनि हुन्छ कि अघि पछि त्यो हुने गरे रहेछ। रमाइलो ठाउँ। श्रीनगरदेखि लगभग 4-5 किलोमिटरदेखि अलिकति माथिपट्टि यो खैराबाङ मन्दिर अत्यन्तै रमणीय स्थान रहेछ। यहाँ मेरी अर्की खैराबाङ छिन्। हामी छौँ श्रीनगरमा छौँ। यो श्रीनगरको बस पार्क है? बस पार्क देखिरहेको छ। थुप्रै बाटाहरू, थुप्रै रोडहरू छन् र राम्रो भ्याली छ एउटा, होइन? सानो राम्रो भ्याली छ। चर्के पिङ पनि छ, होइन? त्यहाँ भर्खरै मेला लगाएर सिद्धेको हुनुपर्छ, नत्र भने मान्छेहरू चलिरहेको। अलि लाउड आवाजमा बोलौँ है साथी। एकदमै भ्यू हेर्दाखेरि चाहिँ एकदमै नेत्रबान नेत्रपान भएको मजा आइरहेछ। आँखालाई एकदमै
गराइरहेको छ अनि यो भ्यूहरूले एकदम खुसी लागिरहेछ, एकदम रमाइलो लागिरहेको। अब हामी कहाँ जाँदैछौँ? अब हामीहरू शङ्खमुल जाँदैछौँ। सल्यानको शङ्खमुल भन्ने ठाउँमा जाँदैछौँ। श्रीनगरदेखि अगाडि बढेपछिको यो वातावरण एकदमै रमाइलो लाग्यो मलाई। साइडमा नदी बगिरहेको छ, गाउँ उम्रिँदैछ, हरियाली पर्याप्त मात्रामा देख्न सकिन्छ, पारिपट्टि पहाडहरू छन् र एकदम समथर भ्याली र अत्यन्तै लामो र ठुलो भ्याली पनि रहेछ। बाटो पनि एकदम चौडा नै छ, राम्रो छ, सबै पिच भएको बाटो छ। यहाँनिर यात्रा गरिरहँदा, यहाँनिर ड्राइभ गर्दै गर्दा मलाई एकदम आनन्द आयो। हामीले मजाले, मेरो बुढीले भनेको जस्तै नेत्रपान गर्दै 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 हामी अगाडि पुगेका छौँ। शङ्खमुल आइसकेका छौँ। यहाँ शिवले सतीलाई बोकेर हिँड्दै गर्दा शङ्खमुल आइपुगेको जस्तो देखिन्छ। यहाँ हेर्दाखेरि यहाँनिर यति ठुलो शङ्ख देखियो। यो शङ्ख भएकै कारणले शङ्खमुल होला सायद। यहाँनिर चाहिँ राधा कृष्ण जस्तो देखिन्छन्, एउटा असफल जोडी। कृष्णजीले मुरली बजाउँदै हुनुहुन्छ, राधा मक्क परेकी छिन्। शङ्खमुलको यो दृश्य पनि रमाइलो छ, राम्रो छ। कुण्डहरू पनि रहेछन्, अलिक फोहोर देखियो कुण्ड चाहिँ, यसलाई अलिकति सफा गर्नुपर्ने। यता धाराहरू पनि देखिए र यहाँ शङ्ख। उहाँ हुनुहुन्छ मेरो नेत्र प्रसाद, मेरो परमेश्वर, मेरो पति देव। शङ्खको तल बस्नुभएको छ र उहाँलाई यो शङ्ख बजाउने एकदम ठुलो धोको थियो, जुन धोको पुरा हुन सकेको छैन। त्यसमा म एकदमै क्षमा माफी छु। मलाई माफ गरिदिनु होला बुढा। अनि त्यस पछाडि योभन्दा म धेरै यो रहेको छ बराहा क्षेत्र, छत्रेश्वरी मन्दिर, महादेवको मन्दिर। यहाँ 2-4 दिन अगाडि शिवरात्रिमा एकदमै रौनक भएको हामीले यहाँ देख्न पायौँ र छत्रेश्वरी मन्दिरको दर्शन पछाडि हामी अगाडि बढेका छौँ। इन्भाइरोमेन्ट एकदम रमाइलो छ। छत्रेश्वरी मन्दिर पनि विशेष धाम बन्न सक्ने टाइपको रहेछ, एकदम ठुलो एरियामा फैलिएको मन्दिर रहेछ र चाहिँ बाहिरबाट, इन्डियाबाट लगायत अन्य ठाउँबाट पनि मान्छेहरू आउने, घुम्ने, बस्ने आश्रमहरू पनि रहेछ। यस पछाडि अगाडि बढ्दै गर्दाखेरिको इन्भाइरोमेन्ट पनि रमाइलो छ। साइडमा तोरी फुलिरहेको छ, तोरीको सुगन्धले हामी एकदम लालायित भएका छौँ। यो सुगन्ध सुँघ्दै दिउँसोको यो पारिलो घाम शरीरमा परेको छ, यो आनन्द लिँदै हामी अगाडि बढेका छौँ। हाम्रो कपुरकोट जहाँ गएर बास बस्ने भन्ने कुरा थियो, तर अलिकति हामी ट्र्याक चेन्ज गर्नेवाला छौँ। बिचमा कोइला भन्ने ठाउँबाट हामी चाहिँ अलिकति सर्टकट लिएर अगाडि बढ्नेवाला छौँ। बाटो एकदमै च्यालेन्जिङ छ, कच्ची बाटो पनि छ। हामी सिधै कोइलामा निस्केर निगाल पानी भन्ने ठाउँमा निस्कनलाई कोसिस गरिरहेका छौँ। हाम्रो कपुरकोटको प्लानिङ चाहिँ क्यान्सल गरेर कोइला हुँदै निगाल पानी पुग्दैछौँ। लुवाङ पछि हामीलाई त्यहाँको स्थानीयहरूले नयाँ बाटो सिकाइदिनु भयो। यो बाटोबाट हामी कोइला भन्ने डाँडामा निस्केर त्यसपछि निगाल पानी गयो। निगाल पानीमा पनि त्यति राम्रो बस्ने व्यवस्था नभइसके पछाडि हामी अब होलेरी नै जाने निर्णय गऱ्यौँ। नत्र भने निगाल पानी बस्न खोजेको 1 घन्टामा होलेरी पुगिने भएको भएर हामी रोल्पा नै पुगेर बास बस्नलाई कसिएर अगाडि बढ्यौँ। बिचबिचमा अलिकति जङ्गलको बाटो पनि थियो, बाघहरू लाग्ने सम्भावना पनि रहेछ। त्यो बाटो हामीले क्रस गरिसकेपछि अब होलेरीको लागि कुदिरहेका छौँ। रोल्पाको होलेरी बजारमा छौँ हामी। यो हाम्रो दोस्रो दिन। रोल्पा बजार खुलिसकेको छ बिहानै, मौसम पनि क्लियर छ र आजको हाम्रो यात्रा भनेको स्वर्गद्वारी मन्दिरसम्मको हो। अब हामी एकछिनमा उठेर तयारी गरेर
स्वर्गद्वारी मन्दिरको लागि प्रस्थान हुन्छौँ। होलेरी बजार, सानो बजार, चिटिक्कको बजार छ। होलेरी बजारको मुख्य क्षेत्र रहेछ यो चाहिँ। यहाँनिर एउटा मन्दिर पनि छ र मुख्य होलेरी बजार चाहिँ यही नै हो। र हामी यतातिर लाग्यो भने स्वर्गद्वारी, उता घोराइ जाने बाटो, यता चाहिँ थवाङबाट आउने बाटो पनि रहेछ। हामी रोल्पाको होलेरीदेखि थोरै अगाडिपट्टि यो प्युठान जाने क्रममा, स्वर्गद्वारी जाने क्रममा एउटा अत्यन्तै सुन्दर गाउँ रहेछ। ठ्याक्कै नाम चाहिँ थाहा भएन। माथिबाट हेर्दाखेरि निकै मनमोहक छ गाउँ। यो गाउँको डाँडामा बसेर यो भिडियो बनाइरहेका छौँ। स्वर्गद्वारी जाने क्रममा यो बाटोमा हामी यतिखेर छौँ। तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ? बहुत राम्रो छ, बहुत सुन्दर छ। ल, यो चाहिँ रोल्पाको होलेरीको एउटा द्वन्द्वकाललाई झल्काउने एउटा स्ट्याचुहरू बनाइएको रहेछ। खासै होलेरीबाटै जनयुद्ध सुरु भएको पनि हो, त्यसकारण पनि यहाँ यस्ता खालका मूर्तिहरू तयार बनाएर राखिएको रहेछ। तल्लोपट्टि होलेरी सम्पूर्ण देख्न सकिन्छ। चाहिँ स्वर्गद्वारी नजिकै रहेको सानसानो बजार रहेछ, धरम पानी भन्ने। यहाँबाट चाहिँ अलिकति अगाडिबाट पैदल यात्रा गर्नुपर्ने रहेछ। हामी स्वर्गद्वारी आइपुगेका छौँ र स्वर्गद्वारी प्रवेश गर्दैछौँ। स्वर्गद्वारी मन्दिर अलिकति पैदल यात्रा हिँड्नुपर्ने रहेछ। बिहानै पनि यहाँ भिजिटरहरू धेरै हुनुहुन्छ, घुम्ने डुल्ने मान्छेहरू थुप्रै आइसक्नु भएको अवस्था छ। यहाँ घोडा चढेर जानुहोस् भन्ने प्रस्ताव आएको थियो, तर हामीले घोडा नचढ्ने निर्णय गऱ्यौँ। अब पशुलाई त्यो लेभलको दुःख नदिने भन्ने हाम्रो एउटा कमिटमेन्ट छ। घोडा, हात्ती जस्ता जनावरमाथि चाहिँ चढेर सयर नगर्ने भन्ने चाहिँ हाम्रो एउटा कमिटमेन्ट अनुसार हामी नचढ्ने निर्णय गऱ्यौँ। बरु हिँडौँ, यत्रो आइसकेको छ सुर्खेतदेखि भनेपछि अलिकति हिँडौँ भन्ने नै छ। मेरो म्याडम चाहिँ हिँडिरहनु भएको छ। रमाइलो भइरहेछ। आहा, माइन्ड ब्लोइङ हो त। हामी अलमोस्ट आइपुगेको अवस्था छ स्वर्गद्वारी मन्दिरमा। यो एकदमै लामो, झन्नै 2-3 किलोमिटर जति यसरी उकालो हिँड्दै गर्दा बडो मजा आइरहेछ भन्नुभएको छ हाम्रो म्याडमले। कतिको मजा आइरहेछ? कस्तो छ हालत? बहुत कस्तो? बहुत मजा आइरहेछ हो। ल, जानुहोस् अगाडि हिँड्नुहोस्। अब हामी लगभग नजिक छौँ, एकदम हामी नजिक आइसकेका छौँ। ल, स्वर्गद्वारीको लगभग मुख्य गेटमा आइसकेका छौँ। यहाँ चाहिँ सागहरू एकदम ठुल्ठुलो हामीले देखिरहन्थ्यौँ भिडियोमा। यो सागबारी यहाँ चाहिँ सायद यही सागको तरकारीहरू पकाएर यहाँ खुवाइन्छ भन्ने नि सुने हो। हेरौँ कस्तो हुन्छ। ल हेर, ऊ तल साग, ऊ तल ऊ भाजीको साग के जस्तै भारी बोकेको देखिन्थ्यो नि, यहीँ हो, यहीँको साग हो। यता हेर त। मुख्य गेटबाट प्रवेश गर्दैछौँ स्वर्गद्वारी, स्वर्गको द्वार। यो ठाउँको
घुमाइ पश्चात सहज स्वर्ग अवतरण हुने विश्वास गरिएको छ। धर्म कर्म गर्ने मान्छेको सहज मृत्यु हुने एउटा विश्वास पनि छ। यता सायद मुख्य मन्दिर हुनुपर्छ, निर्माणाधीनको अवस्थामा रहेछ, बन्दैछ लगायत यहाँ ठुलो एरिया छ। हेरौँ हामी कता कता के देख्न पाउँछौँ त आज। बजाऊ न, ड्याङ्गा बजाऊ न। त्यो राउन्ड देखेन त। गौशाला स्वर्गद्वारी मन्दिरभित्र भएको एउटा गौशालाको मा छौँ हामीहरू। यहाँ चाहिँ धेरै गाईहरू यसरी पालन गरिएको रहेछ। गाईलाई खुवाउने घाँसहरू, सागहरू, तोरीहरू यहाँ छ। टन्न गाईहरू चाहिँ यहाँ रहेछन्। स्वर्गद्वारी मन्दिरको यो मुख्य मन्दिर परिसर, यता गौशाला, यता मन्दिर क्षेत्र। स्वर्गद्वारीमा सामूहिक भोजन पश्चात हामी अब हाम्रो गन्तव्यमा फर्किँदैछौँ। यहाँ सबैजनालाई एक ठाउँमा यसरी खाना खुवाइँदो रहेछ। खाना पनि सस्तोमा 160 रुपियाँमा सादा खाना, साग, यहीँ फलेको यहीँ उम्रिएको साग, दाल, अचारसँग हामीले खाना खायौँ। कस्तो रह्यो खानाको अनुभव? बोल्दैन न, साग मिठो भयो होइन? साग एकदम ठुलो ठुलो साग, एक भारी नै, यताबाट एक भारी नै देखिने खालको सागहरू यहाँ पकाइदो रहेछ। आश्रमको खाना यहाँ चाहिँ अझ बासै बस्ने गरेर आउँदा अझ रमाइलो हुने रहेछ। ओके, खाना चाहिँ मिठो थियो है नि त। ओके, सबैजनाले मिठो मानेरै खाना खाएको अवस्था थियो। र यहाँ चाहिँ बुकिङ गरेर मिनिमम रुपियाँमा सामूहिक रूपमा सुत्ने ठाउँ पनि रहेछ। ग्रुपमा यो खालको व्यवस्था पनि यहाँ गरिएको रहेछ। अब हामी यसपछि निस्किँदैछौँ, स्वर्गद्वारी मन्दिरबाट फर्किँदैछौँ। साग एकदम यो चिसो हावापानीमा हुर्केको साग, त्यो माथि अब गौशाला पनि यहीँ भएको र पर्याप्त मात्रामा मलको जलमल हुने हुँदा साग चाहिँ एकदम सप्रिएको। अझ फोटोमा त एकदम ठुल्ठुलो सागहरू देखिन्थ्यो। यहाँ अहिले चाहिँ अहिले टिपेको बेला पऱ्यो होला, अलिकति सिजन नभए पनि अझै पनि यहाँ हामीले हेर्दा ठुलो ठुलो सागहरू, भाजीको साग देख्न सक्छौँ। हामी यति बेला चाहिँ लमै नजिक पुग्न आँटेका छौँ। अब हाम्रो यात्रा भनेको घोराई निस्किएर भोलि घोराई घुम्दै तुलसीपुर हुँदै नेपालगञ्ज जाने योजना अन्तर्गत चाहिँ हामी भालुवाङ निस्किएर भालुवाङदेखि अगाडि बढिरहेका छौँ। माथिपट्टि अलिकति जाडो भए तापनि यता चाहिँ गर्मी जस्तो महसुस हामीले गरेका छौँ। जुन दरमा प्युठानमा जाडो थियो, यता चाहिँ अलिकति गर्मी बढेको छ। घाम पनि लागिरहेको छ। बिहान पानी पर्ला जस्तो गरेको थियो, अहिले चाहिँ मौसम एकदम सफा छ। ल यति बेला हामी घोराइमा छौँ। घोराइमा एकदम यहाँ क्याम्प फायर चलिरहेको छ। यहाँ मेडमहरू भेटिनु भएको छ हाम्रो। बाटोमा भेटिनु भयो, सुर्खेतकै मान्छे जस्तो छ। एकछिनमा हामी चिनजान गर्छौँ।
अनि घोराईको यो रमाइलो छ होटेल पौवामा माहौल त्यस्तै छ। अब हामी भोलि चाहिँ घोराई घुमेर फर्किनेवाला छौँ। क्याम्प फायरिङ आगो ताप्न भनेपछि हाम्रो साथी चाहिँ एकदमै खुस। के छ आजको घुमाइको विषयमा? अहिले के भन्न सक्दैन हो ल ठिक छ। धन्यवाद। ल ठिक छ। अब हाम्रो यात्रा चाहिँ घोराईमा छ। यहाँ हाम्रो साथीहरू पनि भेट भएका छन्। यहाँ सुर्खेतै त्यो कहाँ हो दाइ घर? सुर्खेत हो? सुर्खेतै हो है। यहाँ होटेलमा 81 भेट भयो उहाँहरूसँग। त्यता उहाँहरू पनि चिनेकै अनुहार जस्तो छ। अनि अब हाम्रो यात्रा घोराईतिर हुँदैछ। खास के नाम रे मन्दिरको? पाण्डवेश्वर महादेव धाम घोराई धारापानी। अच्छा यताबाट प्रवेश गरेर यताबाट एक्जिट हुने ठाउँ रहेछ। हजुरलाई पनि हामीले आउनु भएको छ। त्रिशुल त मेन हो त। अहिले सुरुमै त्रिशुल देखेर कहाँ हुन्छ? माथि त्रिशुल। हामीले यहाँ एसियाकै सबैभन्दा ठुलो त्रिशुल हेर्नलाई यहाँ आएको छौँ। त्रिशुलको जरालो हो कस्तो राम्रो देखिन्छ। 108 जलधारा 6 बजी 11 बजीसम्म। पानी जीवन हो स्रोतको खुसी गरौँ। धारा त गजब रहेछ यार। धाराहरू त गजब रहेछ तर पानी चाहिँ अहिले सुकेछ क्या हो। मूल मन्दिर चाहिँ यता रहेछ। गणेश मन्दिरबाट सुरु गर्नु पऱ्यो। ल श्री गणेश जय गणेश। घन्टी त बजाउनु पऱ्यो। अब त्यसपालि लाइन होइन होइन चाउ घुमेर सुत्ता खानु पर्ने रहेछ कि खानु पर्दैन। ल जाउँ त्यसो भए 108 शिवलिङ्ग हो क्यारे। ए शिवलिङ्ग नामहरू ल ककाले स्पोन्सर गर्नुभएकोहरूको नाम रहेछ। ए अत्यन्तै राम्रो रहेछ। धानको घोराईको शिवधाम। सिक्का दान गर्ने ठाउँ हुन्छ। बजाउनु पर्ने घन्टी बजाइदियो। मूल मन्दिर परिसरमा हामी आइसकेका छौँ। सूर्यनारायण मन्दिर पाण्डवेश्वर महादेवको मन्दिरमा हामी आइसकेका छौँ। पाण्डवेश्वर महादेव विजय होस्। ओम नमो शिवाय। एसियाकै सबभन्दा ठुलो त्रिशुल भएको ठाउँ घोराईमा हामीतिर लागिसकेका छौँ।
मजाले ढाले पनि गुरु कोठहरू थिए ल त्रिशुल एसियाकै सबभन्दा ठुलो त्रिशुलमा मेरो सानो घुन्टी बुढी थियो ओम अब आने पनि छोड्दो जे आछ त्यही खिच्नु त्यहीमा चित्त बुझाउने कि त्यत्रो माइन्ड कन्ट्रोल जे छ त्यो चिजमा सेटिस्फाई हुने ढिलो गऱ्यो नि त धेरै ठिकै होइन नर्मल भिडियो अल गुड राङघोराईको अम्बिकेश्वरी मन्दिर सुन्दर मन्दिर छ ल दाजु पनि यहाँ एकदम राङलाई हामीलाई एकदम नजिकबाट हामीलाई निहाल्न दिइरहनु भएको छ दाजुले हामीलाई चाहिँ सहयोग गरिरहनु भएको छ बिहे पनि हुँदो रहेछ यहाँ दुला राजा फेरि को खस्नु भयो आज फेरि आज अन्तिम दिन रहेछ प्रवेशद्वारमा छौँ हामी यता निकासद्वार रहेछ मन्दिर यो राम्रो लाग्यो बाहिरबाट हेर्दै गर्दा राम्रो छ मन्दिर सुन्दर छ अम्बिकेश्वरी मन्दिरको परिसरमा हामी छौँ आज यहाँ दुलै फालाफाल छन् भित्र फेरि अर्को दुला हुनुहुन्छ ठुलो आज चाहिँ अझ 2टा दुला मेरा अब 3 दुला देखियो आज बडो शुभ दिन रहेछ अच्छा घन्टा त बजाउनु पर्यो भोट जता हाले पनि अब यता टुरिस्टहरू हुनुहुन्छ 2 जना आइरहनु भएको छ आज बिहेको दिन रहेछ 3 जना दुला दुलै रहेछन् खस्नुभयो उहाँहरू आजबाट अब बन्धनमा झोलीमा पर्नुभयो गुड बाटो चाहिँ मैले त्यो सिमेन्टेड गराएको थिएँ नि अहिले तलको माथि तल त ढल हाल्यो त्यो त बङ्गला जस्तो लागेको थिएन राम्रो लाग्छ राङघोराईको बरात क्षेत्र हजुर भोक लाग्यो पहिला एकचोटि सर राउन्ड मारौँ अनि आएर खाउँला एकचोटि राउन्ड मारौँ अनि खाउँला बरात क्षेत्र कति रुपियाँ हो 3टा बरात क्षेत्रमा छौँ हामी यति बेला राङघोराईको एउटा बराकुण्ड रहेछ महादेव 12 कुने दह 12वटा कुना चाहिँ हामी यहाँ देख्छौँ 12 कुने दह भनिँदो रहेछ ल यो पनि राम्रो छ ठाउँ रानी बजु थान यहाँनिर धार्मिक बरात क्षेत्र स्तम्भ रहेछ बराहा विष्णु बराहा रहेछ सुन्दर ताल छ तालको बिचमा पनि एउटा सानो मन्दिर छ यो मन्दिरमा जाने र मन्दिरमा यहाँ अर्कै हामी देवी हुनुहुन्छ आगो बाल्नु भएको छ उहाँले होइन त्यसपछि यता भ्याइ नभ्याइ छ फोटो खिच्न फेरि कहाँ छ यहाँ फोटो आएन भिडियो आएन भन्ने छ कान्छा बराहा मन्दिर चाहिँ यहाँनिर रहेछ भेडा र भाले मात्रै चढ्ने भयो होइन ए चोबल्ने ठाउँ रहेछ यो
कुपुन्डे चढा जस्तै यहाँ चाहिँ भेडा र भालेलाई चाहिँ चप्पल पार्ने ठाउँ रहेछ। यहाँ चाहिँ भेडो चढ्दो रहेछ। यस बारा क्षेत्रको प्राङ्गणमा भेडा साडाको शालिग रु 3,980 को लागतमा खर्च प्रेमबहादुर बुढाबाट निर्माण गरिएको। 3 लाख खर्च भएछ त भेडो बनाउने यार। परेवाको लागि पनि यस्तो व्यवस्था रहेछ, यस्तो राम्रो चिज यो चाहिँ। घोराईबाट तुलसीपुर हुँदै हामी भने लामो यात्रा 2-2.5 घन्टाको यात्रासहित कोहलपुर चिसापानीकोमा रहेको थारू होमस्टेमा आइपुगेका छौँ। हामीसँग अरू साथीहरू पनि जोडिनु भएको छ। लक्ष्मी सनराइज ब्याङ्कका सागरजी, रमेश, त्यस्तै निर्मल दाई, मनोज दाई पनि हामीसँग साथमा भेट्नु भएको छ। हामी रमाइलो गर्दैछौँ साँझको बेलामा, आगो ताप्दै मासु पोल्दै खाँदै। यो खालको इन्भाइरोमेन्ट पनि अहिले तय भएको छ। ओके, फुल गरेर राउन्ड लाउनु भयो क्या? हाम्रो दुई जनाको जोडीबाट सुरु भएको भ्रमण यहाँ आएर चाहिँ होमस्टेमा। हामी चाहिँ यतिजनाका चाहिँ कसैको श्रीमती हुनुहुन्छ, कोही अहिले नि कोही दर्ता भएर चाहिँ यो यसो फोटो पनि हाल्छ ल पहिला। ल दादाहरू, दिदीहरू, दिजूहरू, भाउजूहरू, सबैलाई धन्यवाद छ। हाम्रो यो होमस्टे एकदम रमाइलो भयो। ल छोरी, हामी 2 जनाबाट सुरु गरेको टिम चाहिँ यत्रो टिम भएर हामी फाटिनु खोज्यौँ। धन्यवाद। यसरी हामी 4 दिनको यो विधालाई सदुपयोग गर्दै सल्यान, प्युठान, दाङ, सुर्खेतका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूलाई अवलोकन भ्रमण गर्दै हाम्रो यो छोटो मिठो यात्रालाई यहीँ सकाएका छौँ। फेरि भेटौँला। धन्यवाद।